हेलो एभ्रिवान। माओवादी फेरि जङ्गल फस्छ। फेरि 10 वर्षीय जनयुद्ध स्टार्ट हुन्छ। हजारौँ मान्छे मारिन्छन्, देशमा अशान्ति अस्थिरता आउँछ र यो कुरा जनताले सहेर बस्छन्। मैले यो कुरा भने तपाईँलाई पक्कै पनि विश्वास लाग्दैन र तपाईँको दिमागमा झट्ट यही कुरा आउँछ कि यो असम्भव छ, किनकि जनता धेरै सचेत छन् र यस्तो खाले तानाशाह प्रवृत्ति अब जनताले सहन्न। तपाईँलाई यस्तो लागिरहेको छ भने तपाईँ गलत हुनुहुन्छ। आज हामी डिस्कस गर्न गइरहेका छौँ द थर्ड वेभ एक्सपेरिमेन्ट। यो एक्सपेरिमेन्ट 1967 मा क्यालिफोर्नियामा भएको थियो एउटा हाई स्कुलमा र त्यो प्रोफेसरले यो बुझाउन सकिरहेको थिएन विद्यार्थीलाई कि किनकि कसरी जर्मनमा चाहिँ त्यस्तो खालको मोमेन्ट स्टार्ट भयो, किन जर्मनका सिटिजन्सहरूले हिटलरको त्यो अन्धविश्वास खाले त्यो प्रोपोगन्डालाई चाहिँ सपोर्ट गरे भन्ने कुरा बुझाउन सकिरहेको थिएन र स्टुडेन्टले यो डिबेट गरिरहेका थिए कि त्यहाँको त्यो बेलाको जनता हामी जस्तो भइदिएको भए त्यो हुँदै हुन्थेन, किनकि हामी धेरै एजुकेटेड छौँ, हामी स्मार्ट छौँ, इन्डिपेन्डेन्ट छौँ, हुन्थेन भनेर यही कुरा मेन्सेट गरिरहेका थिए। त्यस कारणले गर्दा प्रोफेसरले सोचे एउटा एक्सपेरिमेन्टै गर्ने र उसले अर्को दिन आएर जुन कि एक्सपेरिमेन्टको डे 1 हुन्छ विद्यार्थीलाई के भन्यो भन्दा अब चाहिँ एकदमै डिसिप्लिन भएर बस्ने हो तिम्रो, एकदम स्टेट ढाड स्टेट सोल्जर र कसैलाई पनि क्वेसन सोध्न छ भने उठेर सोध्छ, एउटा डिसिप्लिन मेन्टेन गर्छ क्लासमा भनेर भन्यो। यो चाहिँ धेरै स्ट्रिक्ट थियो यो कुरामा र कसैलाई चित्त बुझ्यो बुझेन, कतिले फलो गरेनन् र डे 2 आउँछ। डे 2 मा उसले के गर्यो भन्दाखेरि हामी चाहिँ ठुलो ग्रुप फर्म गर्दैछौँ बिस्तारै र यसको एकदम ग्रान्ड पर्पज छ, समय आएपछि रिभिल गर्छौँ र त्यसको लागि चाहिँ एउटा स्लोगन चाहिन्छ र एउटा जेस्चर चाहिन्छ। जुन जेस्चर चाहिँ हाम्रो हिटलरको चाहिँ यस्तो हुन्थ्यो भने चाहिँ उसले चाहिँ के भन्यो भन्दाखेरि जस्ट यस्तो खाले जेस्चर चाहिँ हुन्छ भनेर जेस्चर बताइदियो। अनि र स्लोगन चाहिँ स्ट्रेन्थ थ्रु डिसिप्लिन र स्ट्रेन्थ थ्रु कम्युनिटी भनेर चाहिँ स्लोगन थियो र यो स्लोगन चाहिँ जहाँ पनि साथीहरूलाई भेट्दाखेरि भन्ने र बढी से बढी ग्रुप चाहिँ फर्म गर्ने भन्ने आदेश थियो र सबभन्दा मेन आदेश चाहिँ के थियो भन्दा कसैले पनि मैले भनेको डिसअबे गर्दैन, मान्नै पर्छ स्ट्रिक्टली, र यदि गरेन भने तिमीलाई चाहिँ ग्रुपबाट बाहिर निकालिन्छ भनेर उसले एकदम साइकोलोजिकल थ्रेट दिएको थियो। र विद्यार्थीले कहिले डरले करले अलिअलि माने पनि र 30 जनाको ग्रुप फर्म भयो। उनीहरूले त्यो हल्का ब्यान्डहरू लाउने त्यस्तो पनि गरे त्यो एक्सपेरिमेन्टको एउटा ग्रुपको रूपमा। अनि डे 3 सम्म आउँदा अलिकति भाइलेन्ट भयो सिचुएसन र जो व्यक्तिहरू चाहिँ आउन खोज्दैन ग्रुपमा त्यसलाई 3 जना विद्यार्थीहरूलाई सिभियरली फिजिकली डिपिटियो विद्यार्थीद्वारै र उनीहरूले चाहिँ यो कुरालाई यति फलो गर्न थाले कि अब क्लासमा मात्र नभइकन हलमा, क्यान्टिनमा, इभन बाहिर पनि यो स्लोगन भन्ने त्यो जेस्चरले त्यो सम्बोधन गर्ने त्यस्तो खालको स्टार्ट गरे विद्यार्थीहरूले र इभन प्रोफेसर पनि छक परिरहेको थियो कि यो कति फास्ट यसरी ग्रो भइरहेको छ भनेर। र त्यही कारणले गर्दा डे 3 मै 30 देखि त्यो सङ्ख्या 200 सम्म पुग्यो र डे 4 मा त्यो प्रोफेसरले के भन्यो भन्दाखेरि चाहिँ हामी चाहिँ कुनै एउटा यो चाहिँ नेसन वाइड मुभमेन्ट हो र एकदमै ठुलो इलाइट ग्रुपको लागि हामीले काम गरिरहेको छौँ, इलाइट प्रपोज छ हाम्रो र त्यो चाहिँ हाम्रो लिडरले चाहिँ भोलि डिस्क्लोज गर्दैछ त्यो जुन हलमा। त्यो बेलामा सबै रेडी भएर आउने भनेर भन्यो र सबै एक्साइटेड थिए किनकि ग्रुप फर्म भइसकेको छ र हाम्रो ग्रान्ड पर्पज चाहिँ भोलि थाहा हुँदैछ भनेर विद्यार्थीहरू एक्साइटेड थिए। र अर्को दिन चाहिँ जुन डे 5 छ त्यो बेलामा चाहिँ सबै विद्यार्थीहरू टिपटप परेर हलमा गए र हलमा चाहिँ एउटा टेलिभिजन माध्यमबाट चाहिँ कम्युनिकेट गर्ने कुरा थियो र टेलिभिजनमा कुनै पनि भिडियो प्ले भएन, जस्ट झ्यालझ्याल मात्र गर्यो र एकछिनपछि प्रोफेसरको एन्ट्री हुन्छ र प्रोफेसरले भन्छ यो कुनै पनि ग्रुप छैन, कुनै पनि लिडर छैन, यसमा यो एउटा फ्याब्रिकेटेड एक्सपेरिमेन्ट हो तिमीहरूलाई कन्भिन्स गर्नको लागि र केही पनि यो सबै कुरा 4-5 दिन जे तिमीहरूसँग भयो यो कुरा जस्ट फेक थियो भनेर भन्यो र विद्यार्थीलाई चाहिँ विश्वास गर्न अलिकति गाह्रो भयो र उनीहरू कोही त्यहाँनिर रोए, कोही चिच्चाए, अलिकति कहिले त्यो विद्रोह पनि गर्न खोजेका होलान्, किन गरिस् यसो गरिस् भनेर। र यो कुरा जब म्यानेजमेन्टलाई थाहा भयो र त्यो प्रोफेसरलाई चाहिँ त्यो बेला चाहिँ एक्सपेल गरियो र यही एक्सपेरिमेन्टलाई लिएर 2008 मा द वेभ भन्ने मुभी पनि बन्यो। र यस्तो भयो चाहिँ किन भनेर चाहिँ साइकोलोजिकल पार्टहरू हामी हेर्न गइरहेका छौँ। के हुन्छ भन्दाखेरि ह्युमन माइन्ड चाहिँ एकदमै बिलोङ्गिङ, कुनै न कुनै ग्रुपमा हामी होम एक खालको सेफ्टी खाले फिल गर्न खोजिरहेको हुन्छ। त्यस कारणले गर्दा अ सेन्स अफ बिलोङ्गिङ र हामी ग्रुपबाट चाहिँ एक्सपेल भइन्छ कि अथवा फोमो फियर अफ मिसिङ आउट हुन्छ कि भन्ने कुराले गर्दाखेरि पनि विद्यार्थीहरू त्यहाँनिर चाहिँ जबरजस्ती एक खालको सामेल भए र स्ट्रक्चर र अर्डर फर्म जहिले पनि ह्युमन्सहरूलाई चाहिँ स्ट्रक्चर र अर्डर चाहिँ मनपर्छ अरे, त्यो चाहिँ एउटा आफ्नो फ्रिडमको कस्टमै भए पनि इभन फ्रिडमै सेक्रिफाइस गरेर पनि एउटा स्ट्रक्चर र अर्डर चाहिँ मान्छेले खोज्छ अरे। त्यो कारणले गर्दाखेरि त्यो विद्यार्थीहरूले पनि त्यसरी नै खोजे र एउटा आइडेन्टिटी र पर्पज जुन कि विद्यार्थीले चाहिँ ल म यो ग्रुपमा बिलोङ गर्छु भनेर पाइरहेको थियो र त्यो कारणले गर्दा उनीहरूले चाहिँ त्यसलाई इजिली एक्सेप्ट गरे जुन रिकग्निसन र अर्को कुरा फेरि के हो भन्दाखेरि ल्याक अफ अल्टरनेटिभ, किनकि विद्यार्थीसँग त्यो बेलामा अरू अल्टरनेटिभ छँदै थिएन, किनकि अरू ग्रुपै थिएन, त एउटा मात्र ग्रुप थियो। त्यो कारणले गर्दा हामी त यसैमा एड हौँ भन्ने जस्तो थियो र केही हदसम्म फोर्सै थियो र यति स्पिडमा त्यो प्रोफेसरले त्यो डे 1 डे 2 3 गर्यो कि विद्यार्थीलाई सोच्न पनि समय भएन कि लाइक पहिला सोचौँ अनि ग्रुप जोइन गरौँ, नै कि जस्ट पहिला ग्रुप जोइन गरौँ अनि बल्ल सोचौँला जस्तो भयो र त्यो कारण गर्दा त्यति ऱ्यापिडली चाहिँ यो कुराहरू फैल्यो र धेरै विद्यार्थीहरूले प्रेसरको अन्डरमा, फियरको अन्डरमा गरे तर पनि ग्रुप जोइन गरे र एउटा खालको अटोक्रेटिक जुन ग्रुप जुन हिटलरले डेभलप गरेको थियो सानोतिनो ग्रुप उनीहरूले पनि विद्यार्थीले फलो गरे।